तल कलकल बग्ने माडी नदी, माथि गेरु जस्तै रातो माटो, वरिपरि हरियालीले सजिएका डाँडापाखा, अनि बीचमा मुस्कुराइरहेको सुन्दर गाउँ घोडा गाउँ। घोडा गाउँ मुस्कुराइरहेको गाउँ, घोडा गाउँ प्रकृतिको सुन्दर नाम। घोडा गाउँ मेरो मुटुको ठाउँ, घोडा गाउँ सधैँ यही रमाऊ। यो गाउँ केवल एउटा गाउँ मात्र होइन, यो प्रकृतिको अनुपम सिर्जना हो। तत्कालीन 2224 राज्यको समयमा स्थानीय मुखियाहरूले यात्रा गर्दा यही क्षेत्रमा घोडा विश्राम गराउने वा बार्ने भएकोले यस क्षेत्रको नाम घोडा गाउँ रहन गएको भन्नेहरू धेरै छन्। यहाँका स्थानीयहरूले घोडा पालन गरेकाले पनि घोडा गाउँ नाम रहन गएको हुनुपर्ने केहीको भनाइ छ। तत्कालीन 2224 राज्यको समयमा प्युठान जिल्लामा रहेको यस ठाउँ 2032 सालमा पञ्चायत कालमा जिल्ला मिलान गर्दा रोल्पा जिल्लामा गाभिएको बताइन्छ। हाल सुनिल स्मृति गाउँपालिका वडा नम्बर 1 यो ठाउँमा पर्दछ। यसका साथै वडा नम्बर 1 मा बर्नेटा, थुम्पाकी, तुषारपानी, पञ्चीकोट, घोडाकोट, उर्ली खोला, गन्धर्व बस्ती, धारबाङ, भलबाङ, शेरपाटा, सरङधारा, लोहोरे आँप, सल्ली पिपल, ओबाङ, भेडीटोल, पिउपा, बाहुनटोल, सिमखोला लगायतका बस्तीहरू पर्दछन्। 18.84 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडाको पूर्वमा प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर 3, पश्चिममा रोल्पा नगरपालिका वडा नम्बर 5 जेतबाङ, उत्तरमा सुनिल स्मृति गाउँपालिका वडा नम्बर 2 खुङ्री र दक्षिणमा रुन्टीगढी गाउँपालिका वडा नम्बर 2 जौली पोखरी पर्दछन्। 12औं राष्ट्रिय जनगणना 2078 अनुसार यस वडाको कुल जनसङ्ख्या 3,343 जना रहेका छन्, जसमा पुरुषको सङ्ख्या 1,945 जना र महिलाको सङ्ख्या 1,398 जना रहेका छन्। यस वडामा घरधुरीको सङ्ख्या 856 रहेको छ। यस वडामा खेतीयोग्य जमिन 8.02 वर्ग किलोमिटर, खुल्ला क्षेत्र 0.01 वर्ग किलोमिटर, घाँसे मैदान 0.10 वर्ग किलोमिटर, जङ्गल क्षेत्र 8.81 वर्ग किलोमिटर, झाडी क्षेत्र 2.28 वर्ग किलोमिटर र नदीनाला क्षेत्र 0.22 वर्ग किलोमिटर रहेको छ। यस वडामा क्षेत्रीय ब्राह्मण, दलित, जनजाति, ठकुरी, दशनामी लगायतका जात जातिहरूको बसोबास रहेको छ। यस क्षेत्र विभिन्न जात जाति, भाषा, धर्म र संस्कृतिको सुन्दर फुलबारी हो। दसैँ, तिहार, तीज, माघे सङ्क्रान्ति, होली र स्थानीय पर्वहरू यहाँका मानिसहरूले मान्ने गर्दछन्। यस्ता चाडपर्वहरू आपसी सद्भाव, भाइचारा र सामाजिक एकताको उत्सव पनि हुन्। तराई क्षेत्रको हावापानीदेखि उच्च पहाडी क्षेत्रमा पाइने हावापानीसम्म यस वडाको भूगोलमा पाइन्छ। यसले गर्दा पनि यस वडाका स्थानीयहरूको मुख्य पेसा नै कृषि पेसा बनेको छ। 92.40% स्थानीयहरूले कृषि पेसा अँगालेका छन्। यहाँका किसानहरू धान, मकै, गहुँ, कोदो, फापर तथा विभिन्न दलहन तथा तरकारी खेती गर्दछन्। पछिल्लो समय यहाँ फलफुल खेती पनि विस्तार हुँदै गइरहेको छ। पेसा व्यवसायका हिसाबले शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी तथा निजी संस्था वा व्यवसायमा कार्यरत व्यक्तिहरू पनि थुप्रै रहेका छन्। निर्माण कार्य तथा अन्य दैनिक ज्यालादारी काममा पनि स्थानीयहरूको संलग्नता रहेको छ। ओडाले पनि स्वरोजगारमूलक तालिम प्रदान गर्दै युवाहरूलाई स्वरोजगार बनाउने अभियान पनि चलाएको छ। यही क्रममा मुढा बनाउने तालिम, कुसन डल बनाउने तालिम लगायतका तालिमहरू ओडाले प्रदान गरिसकेको छ। यहाँ गाई, भैँसी, भेडा, बाख्रा, कुखुरा, मौरी तथा केही स्थानमा बङ्गुर पालन पनि गरिन्छ। यी विभिन्न क्षेत्रमा काम गरेर केही स्थानीय युवाहरू स्वरोजगार पनि बनिसकेका छन्। कुखुरा पालन गरेको पहिला म चाहिँ विदेशतिर थिएँ।
इन्डियातिर बसेँ लगभग 10-15 वर्ष। त्यस पछाडि फेरि विदेशतिर लागेँ। विदेशतिरबाट 8-10 वर्षको बसाइबाट फेरि फर्केर आएपछि केही गाउँमै गरौँ भन्ने चाहना भयो। त्यो भएर फेरि अरू खासै यस्तो मैले गर्नु सक्ने जस्तो देखिनँ। अनि यहीबाट एकचोटि कुखुरा हालेर हेरौँ भनेर फेरि विचार गरेर अनि हालेको। तरकारी खेती पनि छ सर। अब अरू गाउँमा धेरै टरेरहरू बनाएको देखेर म पनि यसो गरौँ त, घरमा बसेर फाल्तु किन बस्नु भनेर अहिले पहिलो अनुभव हाम्रो। अहिले मेरा मौरी घरहरू 40 गाउँ छ। वार्षिक 1-1.5 लाख व्यवसायहरू ओडाले अरू राम्रो राम्रो औजारहरू मेसिनहरू मदानीहरू भए म छान्ने त्यो राम्रो हुन्छ। ओडामा अहिले 100% घरधुरीमा विद्युतीकरण भइसकेको छ। यसका साथै जनतालाई घर दैलोमै सेवा दिनको लागि ओडाले विभिन्न सामाजिक सुरक्षा भत्ता गाउँ गाउँमै पुगेर दिने गरेको छ। यस ओडामा केही फरक पहिचान भएका विद्यालय र बस्तीहरू पनि रहेका छन्। सीमान्तकृत समुदाय गन्धर्व परिवार पनि यस ओडामा रहेका छन् भने दलितहरूको मात्र बस्ती भएको गाउँ पनि यस ओडामा छ, जहाँ 44 जना दलित विद्यार्थीहरूले मात्र अध्ययन गर्ने गर्दछन्। नेपालको एकमात्र दलित विद्यार्थीहरू मात्रै भएको, शिक्षकहरू पनि सबै दलित, गैर दलित चाहिँ कुनै पनि नभएको, व्यवस्थापन समिति पनि सबै दलित, सिंह सङ्घ पनि सबै दलित भएको विद्यालय भनेर चिनिन्छ। हाम्रो 44 जना छ। कक्षा 3 सम्म पढाइ हुन्छ। बाल विकासदेखि कक्षा 3 सम्म पढाइ हुन्छ। महिला र पुरुष भन्नुपर्दाखेरि एक टिममा 15-15 जना 30 जना हुनुहुन्छ। बाल विकासमा चाहिँ 14 जना हुनुहुन्छ। 14 जनामा त्यही 10 जना जति महिला हुनुहुन्छ, अरू 4 जना जति पुरुष हुनुहुन्छ। 65 सालमा स्थापना भएको यो दलित बस्तीको बिचमा भएको विद्यालय। गैर दलित बस्ती नै छँदै छैन। यहाँ कुनै पनि अभिभावक हुनुहुन्न। गैर दलित बस्ती नै नभएको, सबै दलितै दलित बस्तीको बिचमा भएको विद्यालय भएको भएर पनि यस्तो हुन गएको। ओडाले चाहिँ बेला बेलामा यो घेराबार गर्नको लागि ओडाकै सहयोग हो। तारबार गऱ्यौँ, घेराबार गऱ्यौँ। अनि अघि पछि चाहिँ हाम्रो यहाँ विद्यालयलाई चाहिने आवश्यकताहरूको लागि उहाँहरूले अलिअलि सहयोग चाहिँ गर्नुहुन्छ। तर त्यस्तो मनग्य सहयोग छैन। अहिले चाहिँ हामी ओडाबाट एउटा 4 कोठे भवन पारिदिए हुन्थ्यो भन्ने आशामा चाहिँ छौँ। किन भन्दा टिन चाहिँ उम्केर जान थालिसकेको छ हावाले। यो बर्नेटा भन्ने ठाउँ भएको हुनाले असाध्यै हावा लाग्ने रहेछ, डाँडो भयो हुनाले। अनि यसलाई चाहिँ धेरै पटक तारहरू किनेर, किला काटीहरू किनेर मर्मत गऱ्यौँ। तर जति मर्मत गरे पनि यो हावाले चाहिँ धान्न नसक्दो रहेछ। त्यसैले आरसिसी पक्की भवन भइदियो भने हावाबाट बचाउन सकिन्थ्यो भन्ने चाहिँ लागेको छ। यो दलित बस्तीको विद्यालय भएको हुनाले आर्थिक रूपमा अलिक कमजोर अवस्था हुँदो रहेछ। त्यस्तो ठाउँमा चाहिँ विद्यार्थीहरूलाई झोला ड्रेसहरू समय समयमा उपलब्ध गराइदियो भने सबै विद्यार्थीहरूले ड्रेस लाएर आउने अवस्था हुन्थ्यो। अहिले चाहिँ सक्ने विद्यार्थीहरूले ड्रेस किन्नु भएको छ, ड्रेसमै आउनुहुन्छ। नसक्ने विद्यार्थीहरू आउट ड्रेसमा र एउटै ड्रेस लगाएर 1 हप्तासम्म आउने व्यवस्था छ। त्यसलाई हामी अब निराकरण गर्न त खोजिरहेका छौँ। ड्रेस बिना आउन हुँदैन त भन्छौँ, तर ड्रेस नभएकै कारण विद्यार्थीले विद्यालय छोड्ने अवस्था भइसके पछाडि त्यस्ता विद्यार्थीहरूलाई हामी आउनको लागि एउटा ड्रेस भए पनि 1 हप्ता लगाऊ त भनेर उनलाई सहज चाहिँ गरिदिएका छौँ। सधैँ अरूको भर परेर त नहुने हो। तर यहाँको बस्ती नै त्यस्तै र आर्थिक अवस्था कमजोर भएको कारणले उनीहरूलाई एकचोटि मात्रै भए नि ड्रेसको व्यवस्था गरिदियो, सहयोग गरिदियो भने केही न केही सुविधा हुन्थ्यो कि भन्ने चाहिँ लागेको छ। शिक्षाको क्षेत्रमा हेर्दा यस ओडाको साक्षरता 65.69% रहेको छ। ओडाभरिमा एउटा मावि, एउटा आबि र 3वटा प्रावि रहेका छन्। विगतका वर्षहरूमा भन्दा ओडामा शिक्षा क्षेत्रको सुधारमा पनि वृद्धि हुँदै गइरहेको छ। ओडाले सञ्चालन गर्ने कक्षा 5 र पालिकाले सञ्चालन गर्ने कक्षा 8 को परीक्षामा नतिजा हरेक वर्ष सुधार हुँदै आएको छ। ओडाभरिका विद्यालयमध्ये रामेश्वरी माविको नतिजा सुधार अन्य विद्यालयको तुलनामा राम्रो देखिन्छ। यस विद्यालयले शैक्षिक सत्र 2082 मा कक्षा 8 मा 42% विद्यार्थी पास गराएर ओडामै राम्रो नतिजा ल्याउने विद्यालय बनेको छ। यसरी नतिजा सुधारका राम्रा प्रयासहरू के भइरहेका छन्? विद्यालयका प्रधानाध्यापक रेगम जीसी। विद्यार्थी चाहिँ भाइ बहिनीहरूलाई अलिकति साँझ अथवा चाहिँ बिहान पख साँझ अलिकति एक्स्ट्रा क्लास ल्याउने कुराहरू गर्ने र
कहिलेकाहीँ यो परीक्षामा अभिभावक भेला गराएर तपाईँहरूको बच्चाहरूको नतिजा यस्तो किसिमको छ र कमजोर छ भनेर चाहिँ गरिसकेपछि अलि चाहिँ पहिलाको भन्दा चाहिँ फरक चाहिँ अभ्यास गरे हो। र अर्को कुराहरू हाम्रो रियल क्लास भन्ने छ, यसमा चाहिँ सास नेपालले पनि सहयोग गरेको छ। रियल क्लास भनेको अलिकति साँझ बिहान जति कमजोर विद्यार्थीहरूलाई छानेर तिनीहरूले फेरि एक्स्ट्रा क्लास ल्याएर पनि त्यसले पनि चाहिँ गरेको छ। र अर्को कुराहरू अलिकति चाहिँ गृह कार्य र चाहिँ कक्षा कार्यमा पनि जोड दिने कुराहरू भयो, बच्चाहरूले के गर्यो कसो गर्यो भन्ने कुराहरू पनि गर्ने र सबभन्दा बढी कमजोर विद्यार्थीहरूलाई चाहिँ अलिकति चाहिँ विभाजन गरेर बढी भागमा कमजोर विद्यार्थीले चाहिँ ल्याएर जान्ने विद्यार्थीसँग चाहिँ सम्मान ल्याउने कारणले गर्दा पनि अलिकति फरक ढङ्गको गतको सालको भन्दा अरू फरक ढङ्गले हामीले गरेको हुनाले पनि नतिजा चाहिँ यो वाडाभरिमा अलि राम्रो आएको देखिन्छ। वाडाले चाहिँ सबभन्दा राम्रो काम के गरेको छ भने जस्तै चाहिँ गरिब तथा जेहेन्दार व्यक्तिलाई शैक्षिक सामग्री चाहिँ वितरण गरेको छ। र उहाँको वाडा अध्यक्षको चाहिँ पवन कुमार कौरले के बारम्बार के भनिरहनु भएको छ भने यदि चाहिँ हाम्रो चाहिँ कुनै पनि गरिबको कारणले अथवा शैक्षिक सामग्रीको कारणले अथवा चाहिँ आर्थिक अभावले कोही पनि वञ्चित नहुन् भन्ने धारणा उहाँको छ। त्यसले गर्दा जो वाडा सरकारको छ, वाडा सरकारले चाहिँ त्यो कारणले गर्दामा पनि उनीहरूको चाहिँ जो चाहिँ अलिकति कमजोर भएकालाई पनि हामीले शैक्षिक सामग्री वितरण गर्नुभएको छ र त्यसले गर्दा पनि प्लस पोइन्ट आएको छ। र बारम्बार हाम्रो चाहिँ कक्षा नतिजाको बारेमा पनि उहाँहरूलाई हामीले चाहिँ बोलाउने गर्छौँ र चाहिँ केही अन्तर्क्रियाहरू गर्ने गर्छौँ र सुझावहरू चाहिँ दिनुहुन्छ। त्यो सुझावले पनि हामीले उहाँले दिएको सुझावलाई कार्यान्वयन गरिसकेपछि पनि नतिजा राम्रो आएको चाहिँ मानिन्छ। वाडाबाट पनि हामीलाई राम्रो चाहिँ सहयोग चाहिँ प्राप्त भएको छ। ओडाले स्वास्थ्य क्षेत्रमा पनि केही सुधारका कामहरू गर्दै आएको छ। एउटा स्वास्थ्य चौकी रहेको यस ओडामा एउटा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र रहेको छ। ओडाका विभिन्न स्थान पञ्चीकोट, तुषारपानी, धारबाङमा गाउँघर क्लिनिक, खोप क्लिनिक प्रत्येक महिना सञ्चालन भइरहेको छ। स्थानीय सरकार सञ्चालनमा आए पश्चात 2080 वैशाख 15 गते घोडागाउँ स्वास्थ्य चौकीमा निःशुल्क ल्याब सेवा घोषणा भएको छ। हालसम्म उक्त सेवा निरन्तर सञ्चालनमा रहिरहेको छ। यो वर्ष 2083 ज्येष्ठ 31 गतेका दिन गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क क्याल्सियम चक्की वितरण गरिएको छ। साथै आगामी आर्थिक वर्ष 2083-84 को लागि पनि बजेट विनियोजन भइसकेको छ। स्थानीयहरूले प्राथमिक उपचार, सामान्य घाउ चोटपटकको उपचार र केही रोगहरूको उपचार सेवा, प्रसुति भेटघाट, नवजात शिशुहरूको वृद्धि अनुगमन, सुरक्षित मातृत्व, परिवार नियोजन, गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमको साथै 89 प्रकारका निःशुल्क औषधिहरू पनि पाइरहेका छन्। स्वास्थ्य कर्मीहरूले सुत्केरी तथा ज्येष्ठ नागरिकहरूको घर घरमै गएर उनीहरूको स्वास्थ्य परीक्षण तथा उपचार गरिरहेका छन्। यसरी विभिन्न समयमा स्वास्थ्य कर्मीहरू घर गाउँमै जाने भएपछि स्वास्थ्य सेवा लिन निकै सजिलो भएको स्थानीयले बताएका छन्। यहाँ सबै राम्रो नै छ। बच्चाहरू जन्मेदेखि तौल्ने, कतिको तौल वृद्धि भएको कुपोषण छ कि छैन भनेर चेक हुन्छ। अनि गर्भ अवस्थामा पनि महिनामा चेक हुने, बलटहरू चेक हुने। पहिला त्यो भिडेक्साको लागि अन्त जानु पर्थ्यो, अहिले यहीँ नै भइरहेको छ। अनि अहिले चाहिँ त्यो जस्तो अन्डाहरू त्यस्तोहरू पनि दिइरहनु भएको छ। राम्रो नै छ सबै। अनि केही घाउ चोटपटक लाग्यो भने पनि यहीँ नै उपचार हुन्छ। अनि ज्येष्ठ नागरिकको लागि पनि घर घरमा गएर स्वास्थ्य परीक्षण पनि गरिरहनु भएको छ। पहिला हेरेर चाहिँ अहिले धेरै राम्रो भएको छ। हाम्रो गाउँको अध्यक्ष भएदेखि हामीले धेरै फाइदा भएको छ। भट्टाहरू वृद्ध भट्टाहरू ल्याउनको लागि उहाँ सुलीचौर पोखरीमा हामी पहिला बच्चाहरूको लागि पनि 1500 पाउनको लागि पनि 800 रुपियाँ भाडा लिएर जान्थ्यौँ। हेर्नुहोस् अहिले घरैमा पाउँछौँ हामीले पैसा, ठिकै छ, राम्रै छ। 82 वर्ष 4 वर्ष भयो। अहिले त हिँडी घरै बुझ्छौँ, सजिलो भएको छ। पहिला त अब घोडा पनि गइन्थ्यो, अब सुलीचौर जान्थ्यौँ, कति धौ हुन्थ्यो। अहिले सजिलो भएको छ क्या। आठ 856 घरधुरी रहेको सुनिल स्मृति गाउँपालिका वडा नम्बर 1 मा अहिलेसम्म 554 घरधुरीमा एक घर एक धारा पिउने पानी पुगिसकेको छ। स्वस्थ पानी पिउन पाउने नागरिकको नैसर्गिक अधिकार भए पनि विकट भूधरातल र पानीको स्रोतको अभावका कारण अझै 302 घरधुरीमा एक घर एक धारा पिउने पानीको व्यवस्था गर्न सकिएको छैन। तुषारपानी, थुम्पाकी, उर्ली खोला, धाराबाङ, सिमल खोला, भलबाङ, ओबाङ लगायतका स्थानमा एक घर एक धारा पिउने पानीको व्यवस्थाको लागि काम भइरहेको छ भने निकट भविष्यमा ओडाभरिका 856 घरधुरीमै एक घर एक धारा पिउने पानीको व्यवस्था गर्ने ओडाको योजना रहेको छ।
एक घर एक धारा पानी पुगेका क्षेत्रमा भने पानी भर्न कुनै समय टाढा जानु परेको स्मरण गर्दै अहिले उडाले घर घरमै पिउने पानीको सुविधा दिएपछि निकै सजिलो भएको बताएका छन्। खानेपानी पनि घर घर धारा भएको छन्। पहिला माथि यहाँ उम्फला भन्ने ठाउँमा जान्थ्यौँ पानी ल्याउन, कलम खोला जान्थ्यौँ, बस्नु पर्थ्यो, आधा घन्टा भन्दा पनि अझ बस्नु पर्थ्यो, धेरै पालो कुर्नु पर्थ्यो, बिहान 3 बजे 4 बजे उठेर जानु पर्थ्यो। अहिले त घर घर धारा खान सजिलो भएको छ। सीमित स्रोत र साधनको बीच पनि उडाले सामाजिक, आर्थिक तथा भौतिक क्षेत्रमा गरेको प्रगतिप्रति स्थानीयहरू खुसी छन्। भौगोलिक विकटता, साधन र स्रोतको अभाव, बेरोजगारी, स्थानीयहरूको कमजोर आर्थिक अवस्था, जनचेतनाको कमी आदि चुनौतीको बावजुद पनि उडाले गरेको यो प्रयास सकारात्मक भएको घोडागाउँ, कोट, तुषारपानी, पञ्चीकोट र थुम्पाकीका स्थानीयहरूको प्रतिक्रिया रहेको छ। कुलोलाई पक्की गर्ने काम भएको छ, टाढाबाट आएको छ कुलो र बाटो चाहिँ धेरै सहज भएको छ र चाहिँ खानेपानीको उचित प्रबन्ध छ र वडा कार्यालयहरू बनेको छ र विद्यालय भवनहरू पनि बनिरहेका छन्। अब किमीचौरबाट यहाँ हामी उभिएको ठाउँसम्म 5 किलोमिटर छ, त्यसमध्ये लगभग 1 किलोमिटर जति चाहिँ आरसिसी भएको छ, अरू भागमा चाहिँ के अरे ग्राभेल भएको छ, घोरा खोलामा के अरे पक्की पुल छ। यसलाई चाँडै पिचोस् भन्ने र चाहिँ यहाँबाट माडीचौर जानलाई मदन भण्डारी राजमार्ग यही बाटोबाट जानुपर्छ, जबकि यहाँबाट चाहिँ लिबाङ भएर जाँदाखेरि भन्दा यहाँबाट जाँदाखेरि 30 किलोमिटरको फरक पर्छ। यही भेगबाट मदन भण्डारी राजमार्ग जाओस् भन्ने चाहिँ यहाँका मान्छेहरूको धारणा छ। अब कृषिलाई अलि आधुनिकीकरण गर्नको लागि सरकारले प्रयास गरोस् र हाम्रो यहाँ चाहिँ ठुलो विशाल चाहिँ मिश्रित दलितहरूको बस्ती छ, दलितहरूको लागि चाहिँ विशेष कार्यक्रम ल्याओस्। ल धन्यवाद सर। बालविवाह अलिक अपेक्षित बढ्ता हुन्छ क्या सर, त्यसपट्टि अलि वडाले ध्यान दियोस् भन्ने हाम्रो चाहना त तिनीहरूको जनजागृति उठाएर अलि त्यसलाई कम गर्नुहोस्। मादक पदार्थ सेवन सर त्यो हुन त गाविसले अथवा सम्बन्धित निकायले प्रहरीले गर्नु पर्यो। अलिक बढी प्रचलन छ सर हाम्रो प्रत्येक पसलमा, पुरा खुद्रा पसलमा नै सबै पाइन्छ सर। यस्तो रोजगारी अवस्था सर खासै त्यस्तो रोजगारी अवस्था त्यही प्रधानमन्त्री रोजगार कार्यक्रम के भनेर अलिअलि चाहिँ बाटोघाटो सोरसार पार्ने काम गर्छन्। अलि धेरै युवाहरूले यहीँ रोजगार पाउने केही योजना भएर आएपछि झन् हामीलाई केही समृद्धि हुन्थ्यो कि। हस् सर, नमस्ते। काम सर राम्रै गरेको छ। विद्यालयमा भवन बन्यो, उहाँहरूले बजेट दिइरहनु भएको छ, अझ पनि अब बाँकी नै छ प्लस्तर गर्ने, त्यसलाई पनि गरिदिनु होला भन्ने आशावादी छौँ। अनि प्रतीक्षालयहरू, अरू बाटोघाटोमा पनि मर्मत हालिरहेछ, सिडी पनि बनाएको छ। अब हाम्रो अपेक्षा सर यो बाटोलाई अझै सुधार गरिदिएर पानी, खानेपानीको अलिकति समस्या छ। लामो खडेरी गऱ्यो भने पानी अपुग हुन्छ, पानी र बाटोलाई हेर्दै हुन्थ्यो सर। धन्यवाद सर। हजुर, पहिला मैले सिलाइ तालिम पनि गरेको थिएँ, 4 महिना पछि थप गरेर 4 महिना गरेको थिएँ मैले। त्यहाँदेखि ल्याएर यो गुडियाको तालिम पनि आएको थियो। गुडियाको तालिम पछि फेरि यो डर बनाउनेमा पनि आएको थियो। यस्तै अलिकति अरू दिनुभयो भने अरू केही गरौँला भन्ने आशा छ। विकासका लागि अहिले राम्रै भएको छ। वडा, गाउँपालिका, प्रदेश सरकारको समन्वयले हामीलाई खानेपानीको केही अभाव थियो। अहिले चाहिँ नि यसो चाहिँ नि बजेट निकासी सबै चाहिँ नि वडा र पालिका, गाउँपालिका, प्रदेशको चाहिँ नि सब समन्वयबाट अब चाहिँ नि बजेट विनियोजित भएको छ र सबभन्दा हामीलाई पानीको अभाव छ र त्यो जहाँसम्म हुन्छ यो पानीहरूको चाहिँ नि एक घर एक धारा मेरो तुषार पानीमा होस् भन्ने चाहिँ नि कामना गर्दछु। हस् सर, नमस्कार। झुप्रे स्कुलमा बस्थ्यौँ हामी पहिला, अहिले हाम्रो स्कुल बनिसक्यो। अनि ओडाले हाम्रो स्टेप बाटो बस्तीदेखि माथि गाउँको बस्तीसम्म पुर्याइदिनु भयो, त्यही खुसी छ। बारीमा पानी सङ्कलन गरेर हामी तरकारी उब्जाएर खानेसम्म हामी भइसकेका छौँ। आइएनएफ र स्थानीय सरकार आएबाट ओडाले हामीले हेर्ने राम्रो काम हेरिसक्नु भएको छ। हामी महिला समूह बसेर हामी आमा समूह बसेका छौँ। आमा समूहले आमाले गर्नुपर्ने कुरा कर्तव्यहरू हामी सिकाउँछौँ, हामी बस्छौँ। अनि महिला समूह बस्छौँ, महिला समूह बसेर हामी गाउँघरका झगडाहरू हामी सानोतिनो हामी भाइ लैजान्नौँ। असम्म ओडामा हाम्रो आसम्म केस सानोतिनो केस हामी ओडामा लैजान्नौँ। यहाँ चाहिँ ओडाले गरेको सबै काम चाहिँ राम्रै छन्। यो स्टेप बाटो बनाइदिएको छ, अनि चाहिँ खानेपानीका धाराहरू निर्माण भएका छन्, विद्यालय भवन निर्माण भएका छन्।
अनि अब अहिलेको चाहिँ बजेटबाट चाहिँ हाम्रो उपल्लो चाहिँ माथि लेक बस्तीमा चाहिँ त्यहाँ पनि खानेपानीको लागि केही बजेट अहिले वडाबाट चाहिँ छुट्याएको छ। कृषिको क्षेत्रमा चाहिँ वडाले चाहिँ तरकारी खेती अनि चाहिँ बाख्रा पालन अनि चाहिँ कुखुरा पालनहरूमा चाहिँ सपोर्ट गरेकै छ। सरकारप्रतिको अपेक्षा चाहिँ अब हाम्रो एक घर एक ढाड त भएकै छ, तर पिनको लागि मात्रै चाहिँ त्यो खानेपानी हामीले पुगेको छ। अब सिँचाइको लागि चाहिँ पानीको आवश्यकता यहाँ उर्ले खोलादेखि ल्याउनलाई अलिक आवश्यकता छ, त्यो हाम्रो चाहिँ अपेक्षा छ। धेरै राम्रो काम गर्नुभएको छ महिलाहरूको लागि, जस्तै बाख्रा पालन तालिम अनि मुढा बुन्ने तालिम, अचार बनाउने तालिम दिनुभएको छ, सिकाउनु भएको छ। ओडाले गरेको काम बस्ती विकास बाटो त्यो भएको छ। अर्को स्कुलको लागि त्यो पनि राम्रै भएको छ। माथि नि देवथान भवन पनि बनाएको छ, त्यो पनि राम्रै बनिएको छ। बडा मन्दिर भन्छन् त्यो पनि राम्रै बनेकै छ। खानेपानी पनि एक घर एक धारा बनाएको छ। अब पूर्ति भएको छैन, आउँदो सालमा पूर्ति हुनेछ। बाँकी यता तल सिँचाइ कुलाहरू खोलाको किनारतिर पनि तिनी सिँचाइ कुलोहरू पनि भइरहेछ। स्वास्थ्य भवन पनि नजिकै स्वास्थ्य भवन निर्माण भयो, त्यसको लागि गाउँका जनताहरूले स्वास्थ्यमा पनि धेरै फाइदा राम्रो भइरहेको छ। नजिकमा डेलिभरी हुन पायो, तुरन्तै कुनै 81 दुर्घटना भयो भने पनि तुरन्त प्राथमिक उपचार पाउने भयो। गाउँमा बाटोघाटो नभएको कारण टाढा लैजानुपर्ने बिरामीलाई पनि तुरन्तै नजिकै लैजान सजिलो हुने भयो। त्योभन्दा पहिला हामी घोडागाउँ हेल्थ पोस्टमा जान्थ्यौँ, अहिले चाहिँ सामुदायिक एकाइ केन्द्र यतै भएकोले यतै स्वास्थ्य उपचार भइरहेको छ। ओडाले भौतिक तथा सामाजिक विकासको क्षेत्रमा धेरै काम गरेको छ, तर अझै गर्नुपर्ने कामहरू धेरै भएको बुद्धिजीवी, समाजसेवी एवं अभियन्ता भरत नेपालीको भनाइ छ। जब सङ्घीयता यता आइसकेपछि अथवा स्थानीय तहको चुनाव पहिलो चरणको चुनाव भइसकेपछि बिस्तारै यो 79 र अहिले यहाँसम्म आउँदै गर्दाखेरि यो विकास निर्माणका कुराहरू, भौतिक निर्माणका कुराहरूमा राम्रो विकास भएको छ। र यो बाटोघाटो, सिँचाइ, खानेपानी, स्वास्थ्य, विद्यालय सबै कुराहरूमा चाहिँ जहाँसम्म लाग्छ पूर्ण रूपमा नभए पनि हुनुपर्ने जति भएको छ र त्यसलाई अझ विस्तार गर्न जरुरी देखेको छु। एक अर्को दोस्रो कुरो चाहिँ मान्छेहरूले तत्कालै देख्नलाई चाहिँ भौतिक विकासका कुराहरू छन्, तर त्यसको प्रभाव कस्तो छ, पछिसम्म प्रभाव रहने भनेको सामाजिक विकास कुरा हुन्। अब कहीँ न कहीँ वडाले सामाजिक विकासका कार्यक्रमहरू त बनाएर अगाडि बढाएको नै छ, तैपनि त्यसलाई अझ बढी जति गर्नुपर्ने थियो अझै नभएको जस्तो मैले देखेको छु। जस्तै यहाँको जातीय कुरा, विभेदका कुरा, लैङ्गिक हिंसाका कुरा, बाल विवाहका कुरा, बाल श्रमका कुरा, यो किशोर किशोरी कुराहरू, युवाका कुराहरू, अनि त्यसपछि अन्य चाहिँ यो लागु औषधका कुराहरू, यो दुर्व्यसनका कुराहरू, यी कुराहरूमा अझै चाहिँ जति मात्रामा हुनुपर्ने थियो त्यो हुन सकिरहेको छैन। त्यसो भएको कारणले त्यतातिर पनि अब चाहिँ वडाले फोकस गर्नुपर्छ, अबको बजेट त्यतातिर केन्द्रित हुनुपर्छ भन्ने मैले महसुस गरेँ। किनकि अझै मात्रै तपाईँ हेर्नुभयो भने बालविवाह शून्य स्मृतिमा घोडागाउँमा 1 नम्बरमा देखिन्छ, 5 नम्बर 1 नम्बर सबभन्दा बढी त्यो देखिन्छ। बाल श्रम पनि त्यस्तो खालको छ। विभेदको हिसाबले पनि हिजो जति थियो हिजोभन्दा केही कम त भएको छ, त्यही पनि अझै कहीँ न कहीँ त्यो अवशेषको रूपमा त्यो रहिरहेको अवस्था छ। लैङ्गिक विभेद अझै पनि कहीँ न कहीँ लैङ्गिक विभेदका कुराहरू चाहिँ जोड्ने हिसाबले अबको वडाले गर्ने, अबको गाउँपालिकाले गर्ने भनेको कार्यक्रम केन्द्रित हुने भनेको यी सामाजिक विकासतिर अलिकति जोड दिनुपर्छ। र शिक्षा हामी यसो हेर्दाखेरि शून्य स्मृति गाउँपालिकामा शिक्षामा कहीँ न कहीँ समस्या भएको छ। यो लगानी नगरेको चाहिँ होइन, जति लगानी गरेर त्यसको प्रतिफल आउनु पर्थ्यो त्यो सोचे जति प्रतिफल नआएको हिसाबले समग्र गाउँपालिका वडाले त्यो विषयमा अलिकति अध्ययन गरेर शिक्षालाई राम्रो गर्नु मैले जरुरी देखेको छु। यो स्वास्थ्यका कुराहरू पनि अहिले हामी यसो हेर्छौँ, हाम्रो यो घोडागाउँमा स्वास्थ्य अलि त्यो बनाउने बेला अलिकति अपाई ठाउँमा चाहिँ भवन बनेको हिसाबले जति सेवा लिनु पर्थ्यो, सेवा गरेर त्यहाँ जानु पर्थ्यो, तर त्यो नगइरहेको अलिक समस्या चाहिँ देख्यो। उहाँले सेवा त दिइरहनु भएको छ, तर जति जानु पर्थ्यो उहाँहरू स्वास्थ्य लिएर सेवा लिएर जानु भएको छैन। बरु मान्छेहरू के गर्छन् भन्दा यहाँबाट 100 रुपियाँको चाहिँ पैसा तिरेर तल चाहिँ किनेर सिटामा लिन गइरहेको देखिन्छ। निःशुल्क राज्यले दिइरहेको छ। खानेपानी लगभग केही बस्तीहरू अझै छुटेका छन्, किनकि मान्छेहरूले राज्यले 2030 सम्म अथवा दिगो विकास लक्ष्यले के भन्छ भने 2030 सम्म स्वच्छ पिउने पानी पाउनुपर्छ भनेर भनेको छ। त्यतातिर केन्द्रित हुनु जरुरी देखेको छु। अबको लक्ष्य, अबको उद्देश्य र अबको 1 नम्बर वडा शून्य स्मृति गाउँपालिका वडाको उद्देश्य र शून्य स्मृति उद्देश्य भनेको सामाजिक विकास नै फोकस गरियो भने जुन गाउँपालिकाले लिएको लक्ष्य, जुन गाउँपालिका उद्देश्य र वडाले लिएको लक्ष्य र उद्देश्य पुरा गर्न लागि सामाजिक विकासले ठुलो अहम भूमिका निर्वाह गर्नेछ। र आगामी दिनहरूमा पनि अलिक योजनाबद्ध रूपमा चाहिँ भौतिक विकासले सँगसँगै जोडेर सामाजिक विकासलाई पनि अगाडि बढाउनलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
कार्यालयको सेवा प्रभावकारी एवं जनमुखी बन्नको लागि वडाका कर्मचारीहरूको भूमिका पनि उत्तिकै हुन्छ। वडा नम्बर 1 मा जनसङ्ख्या पनि धेरै भएको र सेवा क्षेत्र पनि धेरै छन्, तर सेवाग्राहीको सङ्ख्याको आधारमा कर्मचारी अभाव छ। अभावकै बीच पनि वडामा कर्मचारीहरूले सक्दो राम्रो सेवा दिने प्रयास गरिरहेका छन्। यस वडा कार्यालयमा आउने सेवाग्राहीहरूलाई चाहिँ हामीले सक्दो अन्तर्मनदेखि नै उहाँहरूलाई सहज हुने तरिकाले छिटो छरितो रूपमा सेवा दिइरहेछौँ। यति भन्ने हुन्न, कहिलेकाहीँ धेरै चाप पनि हुन्छ, साँझसम्म 5-6 बजीसम्म बसेर काम गर्नुपर्ने हुन्छ, कहिलेकाहीँ चाहिँ कम पनि हुनुहुन्छ। काम पर्दाखेरि कार्यक्रमहरू हुँदाखेरि चाहिँ साँझसम्म पनि बसेर सेवा दिनुपर्ने हुन्छ। उहाँहरू आएपछि हामीले फर्काउने कुरा हुन्न, आइसकेपछि हामीले सक्दो सेवा दिएरै अफिस टाइम अफ टाइममा पनि हामीले सेवा दिएरै पठाइराखेका छौँ। अनि सामाजिक सुरक्षा भत्ता चाहिँ हामीले टोलमा लगेर वितरण गरिराखेको छ। त्यसको लागि हामीले प्रत्येक 3-3 महिनामा चाहिँ सामाजिक सुरक्षा भत्ता वितरण गर्नको लागि टाढा टाढाका टोलहरूमा जाने गरेका छौँ। कहिलेकाहीँ यहाँ अफिसमा पनि हेर्नुपर्ने अनि बाहिर फिल्डमा पनि जानुपर्ने हुन्छ। त्यति बेलामा चाहिँ हामी कर्मचारी चाहिँ 3 जना छौँ। म 1 जना सचिव अनि 1 जना कम्प्युटर अपरेटर हुनुहुन्छ अनि 1 जना कार्यालय सहयोगीहरू हुनुहुन्छ। हामी 3 जनाले अब सेवाग्राहीले मर्का नपर्ने गरेर सेवा दिइरहेका छौँ। वडा कार्यालयले गरेको काममा कार्यपालिका सदस्य तुलसी सुनार पनि सन्तुष्ट भएको प्रतिक्रिया दिनुभएको छ। अब यहाँ चाहिँ विशेष गरिकन अब त्यो खानेपानीको असाध्यै अभाव थियो। सिङ्गो घोडा गाउँमा चाहिँ खानेपानीको अभाव हुँदै गर्दाखेरि अब यहाँ खानेपानी ल्याउने काम चाहिँ भएको छ। अब अध्यक्षज्यू लगायत यहाँको वडा समितिले चाहिँ किमिचोर घोडा गाउँ मोटर बाटोलाई चाहिँ अब ग्र्याभल आरसीसी सम्पन्न गरेको छ। विद्यालय भवनहरू निर्माण गर्ने कुराहरू अब चाहिँ लगभग घोडा गाउँको सन्दर्भमा एउटा विद्यालय मात्र बाँकी छ, जनएकता प्राथमिक विद्यालय, अरू सबै ठाउँमा चाहिँ पक्की बिल्डिङहरू भइसकेको अवस्था छ। यो चाहिँ अब खानेपानीका कुराहरू पनि अब चाहिँ अन्य बस्तीहरू जस्तै पञ्चीकोटमा चाहिँ अब खानेपानीको काम सम्पन्न भएको छ। एक घर एक धारा भएको छ। अब यो घोडा गाउँमा पहिलो कार्यकालमा एक घर एक धारा भएको थियो। यसलाई चाहिँ अब थप विस्तार गर्ने काम पनि भएको छ। सामाजिक विकासको क्षेत्रमा पनि अब हजुरको चाहिँ यो बाल विवाह न्यूनीकरण कार्यक्रम, जातीय छुवाछुत भेदभाव अन्त्यको लागि चाहिँ न्यूनीकरण कार्यक्रमहरू भइराखेको अवस्था चाहिँ छ र जति चाहिँ हुनुपर्ने हो अब त्यो त चाहिँ अब निरन्तर भइराख्ने भए हुनाले यो मानव विकासको कुराहरूलाई हेर्ने हो भने अब चाहिँ यो एकैपटक देखिने कुरा होइन, यो बिस्तारै हुने कुरा हो। यो अगाडि बढ्दै गइराखेको अवस्था चाहिँ छ। पहिलेको तुलनामा अहिले चाहिँ यहाँ घोडा गाउँमा अब धेरै राम्रो विकास भएको छ। अहिलेसम्मको अब गतिविधि हेर्दाखेरि सन्तोषजनक छ। अब चाहिँ यसलाई थप गर्नुपर्छ भन्ने हो। वडाले आर्थिक तथा सामाजिक क्षेत्रको विकाससँगै भौतिक क्षेत्रमा पनि उल्लेख्य प्रगति गरेको छ। आफू वडा अध्यक्ष बनेर आएपश्चात वडाको भौतिक पूर्वाधारका साथै सामाजिक क्षेत्रमा गरेको प्रगतिको बारेमा जानकारी दिँदै वडा अध्यक्ष पवन कुमार कंवर, हामी 79देखि निर्वाचित भएदेखि हाम्रो भए गरेका विकास निर्माणका प्रगति एवं क्रियाकलापहरूको विषयमा अब हाम्रो यो वर्ष अन्तिम वर्ष भए हुनाले पनि हामीले यो डकुमेन्ट्री मार्फत सम्पूर्ण आदरणीय जनसमुदाय देश विदेश रहनुहुने सम्पूर्णलाई जानकारी गराउने उद्देश्यले हामीले यो प्रोग्राम अथवा यो डकुमेन्ट्री बनाउने योजनामा थियौँ। अब सर्वविदितै चाहिँ हामीले यसलाई चाहिँ डकुमेन्टेसन गरेर राख्दाखेरि राम्रै होला, भोलि एउटा इतिहास पनि बन्ला र अरूले यसलाई पढ्न सक्ने हेर्न सक्ने। योबाट अलिकति हामीले गर्न सकेका जति गऱ्यौँ र बाँकी कामहरू पनि अब आउने जनप्रतिनिधिहरूले र आदरणीय जनसमुदाय सबैले त्यसलाई चाहिँ मनन गरेर फेरि त्यसलाई चाहिँ अगाडि बढाउन सजिलो होला, त्यसलाई सहज होस् भनिकन हामीले सानो चाहिँ भइ गरेका कामहरूको विषयमा चाहिँ हामी केही राख्न चाहन्छौँ। र हामीले विशेष गरी सडक सम्बन्धी चाहिँ प्युठानदेखि घोडागाउँ हुँदै घोडागाउँसम्मको बाटो अत्यन्त दयनीय थियो हामी निर्वाचित हुँदा। जबकि रात दिन गाडी पनि सक्दैन थिए र अलिकति पानी पर्यो भने पनि घोडागाउँ र बजार मुख्य बजार चाहिँ हाम्रै पालिकाको सुलीचौर र भिङ्ग्री बजार जान पनि हामीलाई समस्या पर्थ्यो। र अहिले चाहिँ हाम्रो दिनरात गाडी घोडाहरू जतिखेर पनि जाने अवस्था सहज भएको छ। र यसमा चाहिँ हामीले किमचुर घोडागाउँ जेतबाङ हुँदै माइडचुर जोड्ने सडक अन्तर्गत किमचुरदेखि घोडागाउँ सडक खण्ड 1 किलोमिटर आरसीसी ढलान गरेका छौँ, जहाँ अत्यन्तै पानी पऱ्यो भने गाडीहरू जानेर पानी पऱ्यो तिनीहरू बस्ने अवस्था थियो। र 4 किलोमिटर ग्र्याभल भएको छ र त्यसै गरी प्लम्बिङ वाल पनि भएको छ। र हामी यो वर्ष हाम्रो चाहिँ पिच यो खाली ढलान बाहेक आरसीसी ढलान बाहेक अरूमा पिच हुने चाहिँ योजना थियो। र बिचमा चाहिँ अलिकति यो सङ्कट आइपऱ्यो हुनाले त्यो पैसाहरू चाहिँ अलिकति आएन, सङ्घीय सरकारबाटै फुकुवा भएन र त्यो पिच हुन बाँकी छ। र त्यो पैसा चाहिँ सम्बन्धित स्थानीय पूर्वाधार अफिसले चाहिँ
पेन्डिङमा राखिदिएको हुनाले त्यो चाहिँ आगामी वर्षदेखि त्यो चाहिँ पिचको प्रक्रियामा जान्छ। अर्को सडक छ हामीसँग किमजोर घोडागाउँ हुँदै सुरुपाल जोड्ने, जो हामी रुन्टीगढीसँग जोड्छौँ र त्यो पनि स्तरोन्नति भएको छ। मोडहरूमा मोड सुधारहरू भएको छ। आरसिसी भएको छ 1-2 ठाउँमा 40 मिटर जति। त्यसले गर्दा रुन्टीगढीतिर जाने, दाङतिर जाने पनि बाटो चाहिँ सहज भएको छ। र यस वडाभित्रका विभिन्न टोलहरूमा पुग्नको लागि हामीले जम्मा 23वटा शाखा मोटरहरू टोल बस्तीहरूमा चाहिँ विस्तार गरेका छौँ, जसले गर्दा अटोहरू, एम्बुलेन्सहरू बिरामी हुँदा र टोलमा पुग्न चाहिँ सहज भएको छ। र यसका स्तर उन्नति गर्न चाहिँ बाँकी नै छ। यसलाई हामीले प्राथमिकरण गरेर योजना बैङ्कहरूमा राखेर कति बेला कुन बाटो स्तरोन्नति गर्ने भन्ने चाहिँ हामीले त्यसलाई चाहिँ योजनामा राखेका छौँ। सम्भवतः यो 23वटा बाटाहरू हामी हुँदासम्म पनि यसलाई प्राथमिकता आधारमा चाहिँ स्तरोन्नति गर्छौँ। र अर्को कुरा चाहिँ हामीले निर्वाचित हुँदा भनेका थियौँ आदरणीय जनसमुदायलाई, टिनको जस्ता पाता मुनि बसेर तातो घाममा चाहिँ बस्ने चाहिँ हामी हटाउँछौँ भनेका थियौँ। जहाँ हामी सबै प्रत्येक स्कुलहरूमा बिल्डिङ कन्स्ट्रक्सनहरू, बिल्डिङ घरहरू बनाउँछौँ, कक्षा कोठाहरू निर्माण गर्छौँ भनेका थियौँ। र हामीले अहिले चाहिँ देवीभक्त अद्भुत विद्यालय थुम्पाकीमा पनि 4 कोठे भवन निर्माण भएको छ। त्यसको सँगसँगै 2टा कोठा पनि अहिले निर्माणाधीन अवस्थामा छ। गङ्गा प्रावि विद्यालय पञ्चकोटमा पनि 4 कोठे भवन निर्माण भएको छ र त्यहाँ पुग्दो भएको छ। सबै विद्यार्थीहरूले, भाइ बहिनीहरूलाई अहिले आरामसँग चाहिँ बसेर पढ्ने वातावरण भएको छ। रामेश्वरी माध्यमिक विद्यालयमा 4 कोठे भवन अहिले चाहिँ निर्माणाधीन छ र 4 कोठे भवन प्रदेशको सरकारको सहयोगबाट पनि निर्माण भएको छ। त्यस कारण रामेश्वरी प्राइभेट र माध्यमिक लगाएर 4 कोठे भवन लगाएर हामीले चाहिँ 12 कोठे भवन चाहिँ अहिले निर्माण गरेका छौँ। र सिँचाइतिर हामीले अलिकति यो कृषि क्षेत्रतिर पनि अलिकति अगाडि बढाउन लागि यो हाम्रो घोडागाउँको मेरुदण्डको भएको घोडेखोला सिँचाइ कुलो, जहाँ अत्यन्तै यो लामो दूरी पर्छ, लगभग 15 किलोमिटर जति आरसिसी भएको छ। त्यस कारणले त्यो सिँचाइ चाहिँ आरसिसी भएदेखि अहिले चाहिँ राम्रो सिँचाइ पनि भएको छ। र टोटल शाखा कुलोहरू पनि हामीले चाहिँ टोलमा जाने कुलोहरू पनि लगभग 8वटा कुलाहरू चाहिँ हामीले आरसिसी गरेका छौँ। कोही अधुरो छ, कोही चाहिँ पुरा भएको छ। र सबै गर्दाखेरि हामीले लगभग हामी निर्वाचित भएर आएदेखि हामीले सिँचाइ कुलोहरू चाहिँ 15 किलोमिटर जति हामीले आरसिसी गरेका छौँ। पर्यटकीय क्षेत्रमा चाहिँ यहाँ रहेको रेड सोइल पार्क, जो रातामाटा एरियामा पर्छ, र शिव गुफा, रेड सोइल पार्कमा त हामी एउटा पिकनिक स्पोट पनि बनाएका छौँ। कृषि क्षेत्रमा चाहिँ हामीसँग पार्टनरमा काम गर्ने साहस नेपाल, आइएनएफ मार्फत अथवा विभिन्न संस्थाहरूले पनि हामीसँग पार्टनर बनाएर गरेका छौँ। र अहिले धेरै तरकारीहरू बाहिरबाट लिनु पर्थ्यो। जस गाउँमा सिजनली तरकारी चाहिँ हिउँ उत्पादन भएर चाहिँ बिक्री वितरण हुने काम पनि भएको छ। र यसलाई निरन्तरता दिने काम, यसले व्यवसायीकरण गर्ने काम चाहिँ हामीले योजना र प्लान पनि बनाएका छौँ। र यसमा सबै कृषक दाजुभाइहरू अथवा कृषि समूहका र त्यो प्रति चाहिँ अलि लगाव भएका कृषि सम्बन्धी काम गर्ने सबै कृषकहरू पनि धेरै पटक तालिमहरू, बिउबिजन वितरणदेखि लिएर धेरै कामहरू भएको छ। यसले गर्दा उहाँहरूको काम गर्ने इच्छा शक्ति अथवा जाँगर पनि अगाडि बढेको छ र पहिलेभन्दा तुलनात्मक हिसाबले धेरै तरकारी उत्पादन भएको छ र यही गाउँमा चाहिँ खपत भएको छ। बजारतिर पनि कसरी लग्नुहुन्छ। अर्को जुन खानेपानी स्वास्थ्यहरू सम्बन्धी छ, खानेपानी योजनाहरूमा हामीले चाहिँ घोडागाउँ ठुलो बस्तीमा साबिकको 1 र 2 र 3, 4 वडामा एक घर एक धारा खानेपानी जडान कार्य सम्पन्न भएको छ। जहाँ हामी टोटल 330 घरमा चाहिँ एक घर एक धारा जडान भएको छ। र हामी टोटलमा चाहिँ 856 घरधुरी मध्ये हामीसँग अहिले 554 घरधुरीले चाहिँ एक घर एक धारा खानेपानी चाहिँ सम्पन्न भएको छ। जस्तो बर्नेटा, कोट, गन्धर्व बस्ती, पञ्चीकोट, थुम्पाकी। अब यसमा हामी चाहिँ गर्नुपर्ने सिमखोला, तुसरपानी, उर्ली खोला र यिनी टोलहरूमा, ओबाङ टोलहरूमा चाहिँ हामीले यसलाई एक घर एक धारा खानेपानी बनाउने योजनामा छ। र यही वर्षदेखि चाहिँ हामीसँग यो वडामा काम गर्ने आइएनएफ संस्था नेपाल अथवा अरू संस्थाहरूसँग मिलेर यसलाई चाहिँ आगामी दिनमा अगाडि बढाउँछौँ। र हामीले यो जहाँ मोटर बाटोबाट गएर सम्भव हुने थिएन, जहाँ पुराना बाटाहरू, दो बाटाहरू थिए, शाखा बाटाहरू, त्यसलाई चाहिँ स्टेप बाटोहरू, जहाँ अपाङ्गहरू, वृद्ध महिलाहरू बजारबाट आउँदा जाँदा, टोलमा जाँदा स्टेप बाटोहरू जुन बस्ती विकासबाट, प्रदेश सरकारबाट विनियोजित जुन बस्ती विकासबाट हुने योजनाहरू छ, त्यसमा चाहिँ हामीले थुम्पाकी, कोट, दलित बस्ती, डाँडा, भलबाङ, उर्ली खोला, बर्नेटा, तुसुपानी, भेदीटोला लगायतका बस्तीहरूमा 5 किलोमिटर आरसिसी ढलान चाहिँ स्टेप बाटो चाहिँ सम्पन्न भएको छ। जसले गर्दा अहिले बर्खामा पानी आउँदा पनि स्कुल जाने विद्यार्थी भाइ बहिनीहरू र वृद्धहरू, अपाङ्गहरू र सबै जनसमुदायले चाहिँ त्यहाँ आवत जात गर्न त एकदम सहज भएको छ। र त्यसै गरी हामीले इतिहासलाई पनि हामीले अलिकति अगाडि राखेर हामीले जुन यो एउटा हामीले यो गणतन्त्र स्थापना गर्नको निम्ति जुन हाम्रा यस वडाबाट विभिन्न चाहिँ शहीदहरूले चाहिँ रगत बगाउनु भएको थियो र उहाँहरूको सम्झनामा हामीले जुन रातो डाँडामा रेड सोइल पार्कमा चाहिँ एउटा गेट पनि निर्माण गरेका छौँ, जहाँ हामीले उहाँहरूको सम्झनामा, जसले यो
गणतन्त्र, नयाँ संविधान र यो अवस्था सिर्जना गर्ने निम्ति उहाँहरूले आफ्नो चाहिँ प्राण आहुति दिनुभयो र उहाँहरूको सम्झनामा पनि त्यो बनाएका छौँ। र हामीले यो विकास निर्माणको साथसाथै हामीले सामाजिक क्षेत्रमा गरिएका कुराहरू पनि केही म राख्न चाहन्छु। जातीय रूपमा छुवाछुतको कुराले चाहिँ न्यूनीकरण अथवा त्यसलाई अन्त्य गर्नको निमित्त पनि हामीले वार्षिक रूपमा बजेट विनियोजन गरेर हामी जुन जातीय रूपमा रहेको यो समाजमा गडिएर बसेको जुन एउटा गलत प्रवृत्ति थियो त्यसको अन्त्य गर्नको निम्ति पनि हामीले वार्षिक रूपमा बजेट विनियोजन गरेर गैर दलित त्यसपछि दलितहरूको बिचमा पनि सहभोज कार्यक्रम अथवा अन्तर्क्रिया कार्यक्रम यसैले कसरी अन्त्य गर्न सकिन्छ। अहिलेको युगमा पनि जुन यो जातीय अन्तर्विरोधहरू छन् यसले गर्दा समाजमा धेरै कुराहरूको असर दरार पैदा हुने, त्यस कारणले तिनै कुरालाई मिलाउनलाई पनि हामीले धेरै कार्यक्रमहरू गऱ्यौँ र दलित विद्यार्थी विपन्न विद्यार्थीहरूलाई पनि वडाबाट छात्रवृत्ति लगायत हामीले के भनेका थियौँ भने कुनै पनि बालबालिकालाई कुनै पनि विद्यार्थी भाइ बहिनीहरूलाई आर्थिक समस्या होस् अथवा शैक्षिक सामग्रीको कारणले स्कुल भर्ना आउन समस्या छ भने हामीले वडाबाट चाहिँ धेरै कार्यक्रम र क्रियाकलापहरू गरेका छौँ। निर्वाचित हुँदा चाहिँ हामी एउटा कृषि तथा भेटेरिनको भवनमा बसेर हाम्रो प्रशासनिक वडा कार्यालय चलाएका थियौँ र हामी आइसकेपछि हामीले यो वडा कार्यालय पनि बनाएर निर्माण गरेका थियौँ र हामीले अहिले लगभग 1.5 वर्षदेखि अगाडि हामीले यो प्रशासनिक भवन वडा कार्यालय चाहिँ यो भवनबाट चाहिँ हामीले आफ्नो प्रशासनिक सेवा चाहिँ सुरु गरेका छौँ र यस्तै क्षेत्रमा हामीले यो समाजमा रहेको गलत प्रवृत्तिको विरुद्धमा महिला पुरुषहरूमा रहेको बिचको यो चाहिँ अन्तर विरोध गैर दलितहरूभित्र पनि विपन्नको समस्याभित्र परेका विपन्नको घेरामुद्री पर्नुभएका सम्पूर्ण विद्यार्थीहरूले पनि हामीले चाहिँ राहत सामग्रीहरू वितरण गर्ने गरेका थियौँ र यसै गरी हामीले दिवसीय कार्यक्रमहरू जुन नारी दिवस जुन एउटा महिलाहरूले चाहिँ घरबाट निस्किनुहुन्न, समाजमा जान दिनुहुन्न, बोल्न दिनुहुन्न भन्ने जो पुरानो जुन संस्कार थियो त्यसलाई पनि हामी निरन्तरता दिँदै वार्षिक रूपमा बजेट विनियोजन गर्दै समाजका महिलाहरू सबै विभिन्न समूहहरूमा बसेर जुन खालको आफ्नो क्रियाकलापहरू गरिराख्नु भएको छ र त्यस कारणले हाम्रो समाजमा रहेको एउटा बाल विवाह बाल श्रमहरूको कुरामा पनि हामीले अलिक बढी चाहिँ त्यसलाई चाहिँ बजेट विनियोजन मार्फतै गराएर चाहिँ यसलाई पनि हामीले अगाडि बढाएका छौँ र लागु औषधको विषयमा पनि हामीले हामीसँग चाहिँ पार्टनरसिपमा राख्ने जस्तो प्रहरी चौकी विभिन्न सङ्घ संस्थाहरूले चाहिँ गुहारेर हामीले त्यो क्षेत्रमा पनि कामहरू गरेका छौँ। त्यस कारण यद्यपि त्यसको आउटपुटहरू हामीले यो किलोमिटरमा अथवा यसको परिणाममा चाहिँ नाप्न नसके पनि हामीले त्यसको थापना गरिदिएका छौँ, त्यसै यस्ता एउटा योजनामा स्थापित गरिदिएका छौँ। त्यस कारण यसलाई निरन्तर अगाडि पायो भने हाम्रो समाजमा देखिएको जगडिएर बसेको जातीय अन्तर्विरोध होस् अथवा बाल विवाह होस् दुर्व्यसनीको रूपमा रहेको लागु औषधको विषयमा पनि धेरै कार्यक्रमहरू स्कुलहरूमा पनि त्यसपछि समाजमा समुदायमा धेरै कोसिसहरू गरेका छौँ। तर यसको सामूहिक क्षेत्रमा गरिएका कामहरूलाई चाहिँ अलिकति छिटै आउटपुट नदेखिने भएको हुनाले पनि यसलाई धेरै कामहरू भएको छ। योभन्दा 5 वर्ष अगाडि जुन खालको गतिविधि र क्रियाकलापहरू थियो उहाँले नजिकबाट हेर्नुहुने जनसमुदायहरूले पनि 5 वर्षपछि चाहिँ भएका विकास निर्माण पनि नजिकबाट निहाल्नु भएको छ, हेर्नु भएको छ। त्यस कारणले गर्दा यसलाई हामीले डकुमेन्ट रूपमा पनि राखिदिउँ भनेपछि भोलि पुस्ताले पनि यसलाई हेरेर चाहिँ करेक्सन गरेर परिस्थिति अनुसार चाहिँ आफ्नो चाहिँ अगाडि बढाउँछ भन्ने कुरा चाहिँ म राख्न चाहन्छु। र बाँकी हामीले यो सडकहरू खानेपानी क्षेत्रमा त्यसपछि स्टेप बाटाहरू सिँचाइ सम्बन्धीकाहरूमा चाहिँ जुन यो अधुरा अपुराहरू छन् हामी छँदै पनि केहीले पुरा गरेर जान्छौँ र केही चाहिँ फेरि पछि निरन्तरतामा चाहिँ यसलाई योजना बैङ्क मार्फत चाहिँ अगाडि बढाउन चाहिँ हामी योजनामा राखेर जान्छौँ। र अर्को कुरा यो जुन घोडागाउँको विकासको प्रक्रिया अगाडि बढाउनको निमित्त सङ्घीय सरकार प्रदेश सरकार मार्फत जुन बजेट विनियोजन भयो र जुन तत्कालीन त्यो बेला चाहिँ हामीले किमचुर घोडागाउँ जेतबाङ जुन यो हाइवे छ यसलाई जोड्नको निमित्त पनि तत्कालीन अर्थमन्त्री हाम्रो वर्षमान पुनले जुन 7 करोड बजेट विनियोजन गर्नुभएको थियो र उहाँहरूको ठुलो योगदान पनि छ र यो नगरपालिकासँग जोडिनु पनि हो। त्यस कारणले फेरि हामीले पछि हाम्रै निर्वाचन क्षेत्रबाट निर्वाचित मुख्यमन्त्री जोगबहादुर मराले पनि र यिनी बाटाहरू यिनी खानेपानी योजनाहरू र सबैमा उहाँहरू प्रदेशमा हुँदा पनि धेरै बजेट विनियोजन भएको छ। त्यस कारणले मैले सम्पूर्णलाई के भन्न चाहन्छु भने प्रदेश सरकार सङ्घीय सरकार र हामीले फेरि तत्काल हामी स्थानीय तहमा हामी जोडिएको सरकारबाट विनियोजित भएका रकमहरूबाट पनि धेरै कामहरू वडामा आएका बजेटहरूबाट सबै योजना के अरे बजेटहरूबाट यिनी 3 तहको सरकारबाट विनियोजित बजेटबाट भएको विकास निर्माण जसले पहल गर्नुभयो म उहाँहरूले सबैलाई धन्यवाद दिँदै हामी हुँदासम्म यिनी अपुरा योजनाहरू छ यसलाई पनि पुरा गर्छौँ र बाँकी चाहिँ फेरि अर्को निर्वाचित स्थानीय सरकार अथवा अहिले भएको सङ्घीय सरकार र प्रदेश सरकारले पनि जुन रकम विनियोजन भएको छ तिनी रकम विनियोजनलाई चाहिँ निरन्तरता दियोस् र हामीले गर्ने भनेको समृद्धि
र गाउँ समाज सबैको विकास गरेर विकास निर्माण गरेर जनतालाई नै सहज बनाउनेतिर चाहिँ हाम्रो सबैको उद्देश्य थियो। त्यस कारणले हामीले यिनै कार्य चाहिँ हामीले गरेका छौँ र बाँकी यसको सबै प्रत्यक्षदर्शी पनि हुनुहुन्छ सबै आदरणीय जनसमुदायहरू। त्यस कारणले गर्दा मैले यति हामी निर्वाचित भएदेखिको भएका विकास निर्माणका क्रियाकलापहरूको विवरण र त्यसपछि मैले 3 तहबाट भएका बजेट विनियोजनको विषयमा पनि मैले राखेँ र बाँकी चाहिँ यिनीहरू हामीले गर्न सक्यौँ र हामी निर्वाचित हुँदा बोलेका कुराहरू तपाईँहरूमा आदरणीय जनसमुदाय भनेका कुराहरूमा कति चाहिँ पुरा गर्न सक्यो कति सकेन भन्ने कुरा चाहिँ तपाईँहरूले आफै चाहिँ मूल्याङ्कन गर्न र बाँकी कुरा हामी हाम्रो कार्यकाल रहँदासम्म धेरै कुराहरू बाँकी कुराहरू गरेर जान्छौँ भन्ने कुरा राख्दै म चाहिँ बिदा भएँ। हवस्। विकास लामो यात्रा हो, एक दिनको कुरा होइन, अडिग मेहनत चाहिन्छ, सपना आफै पुरा हुँदैन। जनप्रतिनिधिको साथ टोलको योजना पनि, आम समूहको सहभागिता, युवा मनको जागर पनि, बालक क्लबको हाँसो, बुद्धिजीवीको सोच, शिक्षकको प्रेरणा, विद्यार्थीको जोश, नागरिक समाज जुटेपछि बाटो आफै खुल्छ। एक कदम मिल्दा मिल्दै भोलि उज्यालो हुन्छ। हातेमालो गरौँ है, हातेमालो गरौँ, सुनौलो भोलि बनाउन, हातेमालो गरौँ। सबैको साथ मिलेपछि बडा अझै फुल्छ। सबैको साथ मिलेपछि सपना पुरा हुन्छ। विकास लामो समयसम्म चलिरहने निरन्तर प्रक्रिया हो। यो छोटो समयको प्रयासले मात्र सार्थकता पाउँदैन। कुनै क्षेत्र वा भूगोलको विकास गर्न त्यस क्षेत्रका जनप्रतिनिधि, टोल विकास समिति, आमा समूह, युवा समूह, बाल क्लब, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक समाज सबैको उत्तिकै अहम भूमिका हुन्छ। तसर्थ यस ओडामा पनि जति भौतिक, आर्थिक, सामाजिक तथा राजनीतिक प्रगति भए त्यसलाई आत्मसात गर्दै आगामी दिनको सुनौलो भविष्यको कल्पनामा यस ओडालाई समृद्ध ओडा बनाउनको लागि हामी सबै हातेमालो गरेर अगाडि बढौँ। घोडा गाउँ प्यारो हाम्रो गाउँ, पहाड खोला वनले सजिएको सुन्दर ठाउँ, मेहनती जनताको मुस्कानले भरिएको, एकताको फुल सधैँ सजिएको गाउँ। खेतीपाती कर्म हो, पसिना हाम्रो धन, संस्कार संस्कृतिमा रमाउँछ जीवन। चाडपर्व आउँदा गाउँ नै गुन्जिन्छ, मादर सारङ्गीमा खुसीको गीतै बज्छ। घोडा गाउँ प्यारो हाम्रो गाउँ, आशा र भरोसाले भरिएको सुन्दर ठाउँ, खुरो माटो हाम्रो माया, हाम्रो पहिचान, सधैँ रहोस् उज्यालो घोडा गाउँको सम्मान। शिक्षाको उज्यालो, विकासको बाटो, मिलेर अगाडि बढ्ने यही हाम्रो पाटो। नयाँ पुस्ताको सपना आकाश छुने रहर, घोडा गाउँको नाम रहो संसारभरि अमर। जन्मभूमि हाम्रो गौरवको आधार, घोडा गाउँ सधैँ रहोस् प्रगतिको संसार। हातमा हात मिलाई अघि बढौँ सबै, समृद्ध घोडा गाउँ बनाऊ हामी नै।